नमस्ते सबैजनालाई। म डाक्टर प्रवीण। हामी अहिले पिसाबको सङ्क्रमणको बारेमा कुरा गरिरहेका छौँ र आज पनि पिसाब एकदमै धेरै पोल्ने, साथसाथै पिसाब बारम्बार लाग्ने र पिसाब नलीबाट एकदम धेरै पिप आउने, पुरुषहरूमा अझ विशेष गरी पेनिस रिजनमा चाहिँ एकदम धेरै डिस्कम्फर्ट हुने। यदि तपाईँहरूलाई यस्तो लक्षणहरू देखिएको छ भने तपाईँहरूलाई युरेथ्राइटिस भएको हुनसक्छ। युरेथ्राइटिस अर्थात् युरेथ्रा वा पिसाब नलीको सुजन हुने हो र यो विशेष गरी सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन अन्तर्गत पर्दछ। पिसाब नलीको सङ्क्रमण वा सुजन चाहिँ विशेष गरी दुई किसिमले हुने गर्छ। एउटा भनेको नन इन्फेक्सियस कारण, जस्तै कुनै पनि सङ्क्रमण गर्ने ब्याक्टेरियाहरूको प्रेजेन्स छैन भने यसलाई हामीले नन इन्फेक्सियस युरेथ्राइटिस भन्छौँ। यसमा चाहिँ तपाईँहरूले साबुनहरूको इन्फेक्सनले गर्दाफेरि वा चोटपटकले गर्दाफेरि तपाईँको पिसाब नलीबाट पिपहरू बग्ने अथवा पिसाब एकदमै धेरै लाग्ने वा जलनहरू हुने हो भने यसलाई हामीले नन इन्फेक्सियस भन्छौँ। त्यस्तै गरी अर्को सेक्सुअली ट्रान्समिटेड इन्फेक्सनमा चाहिँ क्लाइमेडियाले हुनसक्छ, त्यस्तै गरी गोनोरियाले पनि हुनसक्छ। तपाईँलाई पिसाब नलीको सुजन भएको हो वा होइन भनेर पत्ता लगाउनको लागि डाक्टरले विशेष गरी पिसाब जाँच गर्नुपर्ने हुन्छ। त्यस्तै गरी तपाईँको पिसाबलाई कल्चर पनि गर्नुपर्ने हुनसक्छ। त्यस्तै गरेर अर्को यदि एकदमै धेरै पिप निस्किरहेको छ भने पिपलाई हामीले स्वाबमा लिएर स्वाब कल्चर पनि गर्नुपर्ने हुनसक्छ। तपाईँलाई यौनजन्य सङ्क्रमण हो वा होइन भनेर पत्ता लगाउनको लागि NAAT नाट न्युक्लिक एसिड एम्प्लिफिकेसन टेस्ट भन्ने पनि गर्नुपर्ने हुनसक्छ। यसरी विभिन्न परीक्षणहरू गरेर तपाईँको रोगको कारण पत्ता लगाइसके पश्चात हामीले उपचार गर्दाफेरि यदि यो गोनोकोकल इन्फेक्सन छ भने एक किसिमले उपचार गर्नुपर्ने हुन्छ र यदि यो नन गोनोकोकल इन्फेक्सन छ भने अर्को किसिमले उपचार गर्नुपर्ने हुन्छ। साथसाथै यदि तपाईँ विवाहित हुनुहुन्छ भने तपाईँको जीवनसाथीलाई पनि उपचार सँगसँगै गर्नुपर्ने हुन्छ। यदि पिसाब नलीको सङ्क्रमणलाई हामीले व्यवस्था गऱ्यौँ भने अझै इन्फेक्सन बढ्दै जान्छ। साथसाथै इपिडिडाइमाइटिस हुनसक्छ र भविष्यमा गएर बाँझोपन पनि हुनसक्छ। त्यसकारण यदि तपाईँलाई पिसाब एकदमै धेरै पोल्यो, पिसाब गर्ने ठाउँमा एकदमै धेरै चिलायो वा पिसाब बारम्बार लाग्यो र साथसाथै पिपहरू पनि आयो भने यसलाई सामान्य नठान्नुहोस्। तुरुन्तै वा यथाशीघ्र नजिकैको चिकित्सककोमा गएर परामर्श लिनुहोस्। धन्यवाद।